हेलो एभ्रिवान, वेलकम टु माई न्यू इयर मिनी ब्लग। होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि हामी चाहिँ बिहान बिहान दिदी बहिनी चाहिँ मन्दिरतर्फ लाग्यौं। छिटो गरेर जान्छौँ भने पनि ढिलै हुन्छ हामीलाई चाहिँ। अनि मन्दिर पनि पुग्यौं हामी दिदी बहिनी मक्क पर्दै। यति धेरै लाइन थियो, तपाईहरुले यहाँ भिडियोमा देख्न पनि सक्नुहुन्छ। यति धेरै लाइन थियो, खुट्टा टेक्ने ठाउँ थिएन। मलाई चाहिँ दिदीले सिधै जल थाप्नतिर पठाउनु भयो। दिदीले सामान रेडी गर्दै हुनुहुन्थ्यो। हाम्रो पूजा सामग्री पनि रेडी भयो। अनि हामी दिदी बहिनी चाहिँ पूजा गर्नतर्फ लाग्यौं। अनि दिदीले चाहिँ खत्रै पूजा गर्नुभएको थियो। दिदीको अब 2083 सालको सबै इच्छा आकांक्षा पूरा होस्। अनि त्यसपछि चाहिँ मैले आफ्नो पनि छोटो फोटो खिचेँ। अनि तपाईहरु यदि बिन्दवासिनी मन्दिर जाँदै हुनुहुन्छ भने गाईको कानमा खुसुक्क आफ्नो मनको कुरा भन्न नबिर्सिनु होला। अनि गाईको कानमा खुसुक्क भन्यो भने चाहिँ आफ्नो यहाँ इच्छा आकांक्षा पूरा हुन्छ अरे। मैले सुनेको, थाहा छैन, हजुरहरु एकचोटि ट्राई त गर्नु होला। अनि हामी चाहिँ सबै मन्दिरमा पूजा गरिसकेपछि चाहिँ परेवालाई चामल दिनतर्फ लाग्यौं। अनि चामल पनि दियौं। मैले पनि थोथोए गर्दै चामल परेवालाई दिएँ। अनि त्यसपछि चाहिँ हल्का भिडियो त खिच्नै पर्यो हैन। मेरो त्यहाँ नाटक कपाल मिलाउँदै घुम्दै फिर्दै ठिक्क छ, भिडियो पनि खिचेँ। यो फुल नि कस्तो राम्रो के बिन्दवासिनी मन्दिरमा हेर्नु न। हाम्रो पूजापाठ पनि सकिन्छ। अनि सकेपछि जुत्ता चप्पल लगाउनतर्फ लाग्यौं। जुत्ता चप्पल पनि लगायौं। अनि लगाएपछि चाहिँ मन्दिरलाई पनि बाई बाई, 2083 साल एकदमै राम्रो होस् भनेर गयौं। फर्किँदा त हेर्नु न, झन् यति धेरै भिड थियो। दिदी कहाँ पुगिसक्नु भएको थियो, म कहाँ थिएँ। अनि अब नयाँ वर्षमा यो भिड हुनु भनेको स्वाभाविक नै हो। हाम्रो चाहिँ दिदी बहिनीको फोटो भिडियो लिएको थिएन। मन तल आएर चाहिँ हल्का फोटो भिडियो लिगेँ। हेर्नु न, घर चाहिँ कति धेरै झगडा गर्छ भने आज यस्तो धेरै मिले हामी। जे ठाउँ लागिसक्यो, मैले चाहिँ बल्ल भिडियो हाल्दैछु। अनि अब चाहिँ हामी घर जानतर्फ लाग्यौं। सिधै पर्स्याङ पुग्यौं हामी चाहिँ। अब ढिलै भए पनि हजुरहरूलाई 2083 सालको धेरै शुभकामना। अनि तथा हजुरको यो 83 साल चाहिँ एकदमै राम्रो जाओस् भन्दै हामीले चाहिँ भिडियो यही एन्डिङ गर्छौं। थ्यांक यू गाइज फर वाचिङ माई भिडियो। बाई बाई, सी यू इन माई नेक्स्ट ब्लग।